फिल्म 12 गाउँ 2 बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन्। विराजले फिल्म 12 गाउँ 2 को काम तत्कालका लागि पछि सार्दै नयाँ फिल्म राम नाम सत्य साइन गरेका छन्। फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टबीच सोमबार कागजी सम्झौता भएको छ। फिल्म 12 गाउँ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ। उनलाई फिल्म अफरको लाइन लागेको छ, तर विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर राम नाम सत्य साइन गर्नुलाई महत्त्वका साथ हेरिएको छ। फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराजले यो फिल्ममा काम गर्न तयार भएका हुन्। म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेको हुन्। फिल्ममा कथा पनि उनेको छ। फिल्मको छायाङ्कन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको रहेको छ। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत रहने पक्का भइसकेको छ। फिल्ममा उत्तम गुरुङ, उपेन्द्र साई र श्वेता विमलीको लगानी रहनेछ। नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन्। यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ। निर्देशक चन्दले दर्शकको यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारणले नै प्री प्रोडक्सनमा समय लागेको बताए। नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन्। फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रूपमा जानकारी दिँदै जाने योजना निर्माण पक्षले बनाएको छ।